हामीले सरकारले एकदम जोड दिएको कुरा भनेको स्कुलहरू मर्ज र दरबन्दी मिलानलाई। यसमा चाहिँ मान्यज्यूहरूको पनि सहयोग चाहन्छु। प्राथमिक तहमा शिक्षकहरू बढी छन्, निनाबी र माविमा शिक्षक दरबन्दी कम छ। त्यसैले हामीले के गर्यौँ भन्दा यो दरबन्दीलाई पहिला विद्यालयहरू गाप्नु पर्यो। कुनै विद्यालयमा 10 जना विद्यार्थी छन्, कुनै विद्यालयमा 15 जना छन्, कुनैमा 13 जना छन्, कुनैमा 22 जना छन्। हामीले के गर्यौँ भने त्यो 100 भन्दा धेरै आदि त विद्यालयहरूको संख्या झन्डै 100 जना जति विद्यार्थीहरू एकदम भएको छ भनेपछि हामीले यो तथ्याङ्कलाई अहिले केलाउँदैछौँ र हामी यो विधेयकमा नि एउटा कुरा मान्यज्यूहरूले राख्न खोज्नुभएको छ। दरबन्दी मिलान नगर्ने कुराहरूलाई अलिकति अनुदान रोक्ने कुरासम्म लानुपर्छ भनेर पनि यो कुरा विधेयकमा राख्नुपर्छ भन्ने ढङ्गले नै समितिमा छलफल भइरहेको छ। त्यसैले हामीले अहिले के गर्यौँ भन्दा योपालि प्राथमिक तहका शिक्षकहरूको खुला भर्ना हामीले रोक्यौँ। किन भन्दाखेरि त्यहाँ दरबन्दी बढी छ, माथि दरबन्दी कम छ। त्यसैले त्यो दरबन्दी मिलान गर्दा योग्यता पुगेका प्राथमिक तहका शिक्षकहरूले त माथिल्लो तहमा पढाउन सक्नुहुन्छ नि। त्यो हुँदाखेरि त्यो दरबन्दी मिलानमा जानुपर्छ र विद्यालयहरूलाई मर्ज गर्नुपर्छ। अब 10 जना भएको विद्यालय राखेर मलाई अस्ति तनहुकी लमजुङबाट कहाँबाट एकजनाले फोन गर्नुभएको थियो, 30 जना विद्यार्थी हुनुहुन्छ अरे, 15 जना शिक्षक हुनुहुन्छ। तर मिलान गर्न स्थानीय तहमा बडा गाह्रो छ। त्यसैले यसलाई चाहिँ एउटा हाम्रो क्यालकुलेसन के छ भने हामीले सुरु गऱ्यौँ भने तुरुन्तै हुनेवाला छैन। यो झन्डै 2, 2.5, 3 वर्ष लाग्छ यसलाई पुरा गर्न। तर यो सुरु चाहिँ गर्नै पर्छ। किनभने हामीले त्यसरी मिलायौँ भने यही अहिलेकै बजेटबाट पनि हामी पर्याप्त भौतिक सुधारहरू गर्न सक्छौँ। जस्तो अब समस्या चाहिँ स्थानीय तहमा के हुँदो रहेछ भन्दाखेरि एउटा त दलीय प्रतिद्वन्दिता छ, यो यहाँ मान्यज्यूहरूलाई थाहै छ। अर्को चाहिँ मेरो बाजेले खोले स्कुलमा 15 जना विद्यार्थी हो भने किन बन्द गर्ने भन्ने खालको पनि कतिपय गाउँमा चाहिँ भयो। त्यस्ता स्कुल एउटै ठाउँमा 3-4वटा छन्। मसँग खोटाङको पूर्व मान्य आएर के भन्नु भने म 5वटा विद्यालय मर्ज गर्छु, तर मलाई बस किनिदिनुहोस् भन्नुभयो। बस किन किन्ने भन्दाखेरि बाटो सबैमा पुगेको छ, तर कहीँ 14 छन्, कहीँ 15 छन्, कहीँ 13 छन्, कहीँ 18 छन्। 5वटा विद्यालय त्यस्ता छन्, तिनीहरूलाई गाभेर बिचको एउटा विद्यालयमा राख्ने, तर अलि टाढा छ भौगोलिक रूपले विद्यार्थीहरूलाई ल्याउन, उनीहरूलाई ल्याउनको लागि बस चाहियो। अब हाम्रो त भौगोलिक विशेषता भन्नु अप्ठ्यारो पनि छ। एउटा बस्ती डाँडाको एउटा कुनामा हुन्छ, अर्को बस्ती डाँडाको अर्को छेउमा हुन्छ। हेर्दा नजिक देखिन्छ आँखाले, हिँडेर जानु पर्यो भने 1.5 घन्टा लाग्छ। बच्चाहरूलाई त झन् गाह्रो लाग्छ। त्यहाँ त फेरि अहिले नयाँ ढङ्गले सोच्नुपर्ने होला। यी सबै समस्यालाई हामीले अलि नयाँ ढङ्गले सोच्दैछौँ। जस्तो अहिले देखिएको नि कतिपय पहाडी क्षेत्रमा दरबन्दी बढी छ, खास गरेर तराईमा दरबन्दी कम छ। तराईमा विद्यार्थीको सङ्ख्या छ, तर त्यो सङ्ख्या अनुसार दरबन्दी दिन सकिएको छैन। यी सबै विषयहरूमा मन्त्रालयको ध्यान गएको छ र हामी पाइला गर्दै यी सबै समस्याहरूलाई सम्बोधन गरेर मान्यज्यूहरूको जिज्ञासालाई पुरा गर्ने प्रयत्न गर्नेछौँ। धन्यवाद।